बोलिरहेको छ यहाँ आगो साँच्चीकै नै यो के हो यो ग्यास हो या शक्ति जो मलाई थाहा भएन तर यस्तरी बोलिरहेको छ यो भित्र चाहिँ कस्तो तातो मजाले यस्तरी बोलिरहेको छ हेर्नु साथीहरू यो नेचुरल ग्यास बोलिरहेको ग्यास हो या होइन कुनै भगवानको शक्तिले हो। गुड मर्निङ। यहाँ यस्तरी मजाले बलेको छ यो है नेचुरल ग्यास भनेको छ दैलेखको यो चाहिँ यो पेट्रोलियम पदार्थ निस्किने ठाउँ भनेको छ नेचुरल ग्यास निक्लिने ठाउँ यसरी बलेको छ। अब यहाँको स्थानीय व्यक्तिहरूको अनुसार चाहिँ यो चाहिँ सीताको चाहिँ शिर झरेको ठाउँ भनेर विश्वास गर्छ पूजा गर्ने गरेछ। तर यहाँ यस्तो गरी चाहिँ ग्यास चाहिँ मजाले बलेको छ यो जहिले तहिले नै कति वर्ष अगाडिदेखि नै बलेको चाहिँ हो मलाई थाहा भएन। तीर्थस्थल आज सोमबार स्वस्थान स्त्री के शिर खसेको होइन गुरु हजुर सत्यदेवीको शिर खसेको ठाउँ हो भन्ने चाहिँ यहाँ विश्वास छ। एकदमै मलाई त अचम्म लाग्यो मैले कहिले देखेको थिएन यो मेरो पहिलोपल्ट। सरहरू सबैजनालाई चाहिँ म एकदम धेरै धेरै धन्यवाद दिन्छु मैले यस्तो घुम्ने। श्री सस्तान ज्वाला भनेर चाहिँ चिन्छ यसलाई चाहिँ तर यस्तो बलिरहेको छ यो कति वर्षदेखि अगाडिको हो मलाई पनि थाहा चाहिँ छैन। यस्तो छ यो भित्र चाहिँ ओहो भित्र हेर्नु यस्तो छ आम्मामा यस्तो छ ल मिल्छ यस्तो बलेको छ यस्तो हेर्नुहोस्। कति सालमा बनाएको कसैलाई थाहा छ है 60 वर्षको मोबाइल दिया यो जङ्गल हाम्रो फुलाबारीको 60 वर्षको मोबाइल दिया अब यस्तो कहिले बन्यो थाहै छैन हाम्रो बाजेलाई पनि थाहा छैन कसैले यस्तै छ हाम्रो बाजेलाई पनि थाहा छैन यो बाजेलाई थाहा भए बुवालाई थाहा हुन्थ्यो बुवालाई थाहा भए हामीलाई थाहा हुन्थ्यो कसैलाई थाहा छैन। अहिले कति वर्ष पुग्नुभयो हजुर? म 60 को भइसकेँ। थाहा पाएको टिका लाउने बेलामा अलिकति ल्याउनु न घर लिएर जाउँ भनेको। अब मुभ गर्छ है हामी ट्रोली मुभ